नमस्ते। आज चाहिँ मेरो जन्मदिन। अब भरे पाहुनाहरूको लागि म चाहिँ यहाँनिर खाना खाजाको व्यवस्था गर्दैछु। टमाटर काट्दैछु, प्याज उता काटिराखेको छु। त्यही हो जन्मदिन आज मेरो। साथीभाइहरू आउनै छ। फुल भिडियो चाहिँ भरे हाल्ने छु, आउनै छ पुरा भिडियो है, हेरिदिनु होला, माया गरिदिनु होला। म चाहिँ यहाँ यस्तो मासु पारेर पनि थालिसकेँ है, टक्क लाएर। अनि साथीहरू चाहिँ आउँदैछ। यहाँ मेरो भाइ आइसक्यो। हेलो मेरो आधाउधी बिन्तारी आइसक्यो, आधा आउनु बाँकी छ। यता अचार पनि भइसकेको छ कि। ल केटाहरू आज बर्थडेमा त्यसकै पार्टी ठिकै छ यी ठिक छ के हो ल यी ठिक छ त्यो छोरा सुतिरहेको बस अगाडि बढ्नु ल ओहो केक पनि दुई दुईटा हो ल ल ल ल खुसीको सीमा छैन फेरि यहाँ। ओ माय गॉड ल बस्छु बह ए यता पनि रहेछ त ल यता पनि ल यो पनि खोल डल्ली यता सालीहरू छोरी ओए बास्ना आज ए तँलाई होइन मैले आउने गरेँ हुन्छ सब साथीहरू बहिनीहरू चिनेर चिन्छ नि नचिनेले। ल बासु तँलाई शीतलको लागि के भन्नु छ जान्दैन छोरीहरू ओ ल तिमीहरू अगाडि आऊ भेजिटेरियन हो मुलासुला काटेर भेजिटेरियनलाई गरिदिरहेको छु भिडियो ल ल भाइ भयो त ल ए के छ ए ल ल खसेन सिमरन दिदीले झन् ल बाबुलाई धन्यवाद। ह्यापी बर्थडे सिमरनको भव्य शुभकामना। ल ल ल उता ल ल सबिनाको पालो ल ल सबिना पालो आयो चल भइहाल्छ नि ओए आरे तँ के दिने हो ल भर्खर अलिकति केक दियो अलिपछि अलिकति दिन्छ ल ल ल निसाको पालो ल यो खाता पनि नल्या भन्थे के किन भन न किन खर्च ल ल ल छोड आर्यन त्यहाँ छोड उता भाउजू पालो हुन्छ ल त्यो भयो टिका बनायो राम्रो देखिन्छ नि भेनिला हो ल खाऊ खाऊ हो ल खाऊ खाऊ ल ल काटेँ है मैले ए यता छ नि साली यता नि फेरि
यो कोक नखाऊ ल टल्ली के खाना पुगेको अब खै अब बासले चाँडै बिउ गरेर हामी पनि आउनुहुन्थ्यो खै उनलाई गर्दैन अनि एउटा गर्लफ्रेन्ड बनाऊ भने नि बनाउँदैन ल ह्यापी बर्थडे आजको बर्थडेको है ल ओइ ल त्यही बसेर त त्यहाँ बस्न मिल्दैन नि त जानु के भ्लग आउने हो सबै कुरा पुरा होस् ताको पुरा होस् ताको ह्यापी बर्थडे मनाइयो बाबुको खैरेनी मागे बस्यो कि निर्माया हुनै छोड्यो होइन उसले अवसरले फर्काउँछ त हामी फर्काइदो फर्काउँछ र यसै गरी तिमी अब रिसाउन पाइन्छ हरेलले फर्काउँछ पाइन्छ अरे ल तिमी कहाँ रिसाउन पाइन्छ हामी जान्छौँ भनेर के रिसाउन पाइन्छ अर्को साल चाहिँ छोरछोरी चाहिन्छ हे निम्तो स्वीकार गरेर आउनु भयो मेरो लागि खुब दुःख पाउनु भयो खैरेनीमा अन्तै माया बस्यो कि निर्माया तिमीलाई मको केही पनि थाहा छैन खाइयो मासु केही दुःख खैरेनीमा गेट अन्तै दिल बस्यो कि निर्माया हुनै छोड्यो हे उनको मन खै कता गएको छ बोयफ्रेन्डको फोन आएको जस्तो छ नस्यो कि निर्माया हुनै छाड्यो भेट हे मेरो पनि यो मन छुनी थियो रातै काट्न पाभानी हुनी थियो खैरेनीमा गेट अन्तै दिल बस्यो कि निर्माया हुनै छाड्यो भेट हे अझै याद आइरहन्छ उनै दिन मन नदुखाउ आउला नि कुनै दिन अन्तै दिल बस्यो ठिक छ बेलाको बसेर विवाहको रोजाइ थियो ल यति बेलाको बसेर 5 को रोजाइ सेतो हे माया कमेरोमा आत्मा हाम्रो रविन्द्र दाइ साथमा पवित्रले गरी हुनुभएको छ स्वीकार भजा